ल गुड मर्निङ छ है आज पनि आज अब सेकेन्ड डे सेकेन्ड ब्लक हामी चाहिँ यहाँ चिया खाना गइरहेको छौँ यहाँ सबै साथीहरू बसिरहेको छ क्या हेन्सम देखाउनु पऱ्यो नि यसो क्या फेरि प्रायः केटीहरू हेर्छ क्या मेरो भिडियो हेरेर क्या एउटा चिया दिनु त लु चिया खाइदिनु के भन्नु अब यहाँ खै त अनुहार देखाउँदै बस्ने हो हात गल्ने रहेछ अनि आज हामी जाँदैछौँ फेरि काममा हिजोको ठाउँमा त्यही हो दिउँसोभरि अब काम गरिन्छ बेलुका बेलुका अब यसो बिहान बेलुका होइन त्यही त बिहान बेलुका बन्नुपर्छ अनि यस्तै छ जिन्दगी चलिरहेछ भनौँ न हाम्रो दाइ बज्यूकोमा चिया चिया डक्कसँगले मिल्क टी हान्यो मिल्क टी धुपबत्ती त्यस्तै त हो नि अहिले चाहिँ हामी छौँ यहाँ इटरी पूर्व बस स्ट्यान्ड टेङ्ग्रापुलनेरि छौँ अब हामी जान्छौँ कामतिर भर्खरै आइपुग्यो क्या म चाहिँ बाइक यहीँ छ केटाहरू चाहिँ अघि आएर बसिरहेको छ पुरा चिया खाँदै रहेछ केटाहरू चाहिँ म चाहिँ भर्खरै आइपुगेर अब भर्खर चिया सुरु हान्न आँट्यो के छ ल ल कङ्ग्रेचुलेसन्स हामीसँग काम गर्नु पाएको तिमीले होइन बधाई छ काम गाह्रो छ के गर्छ होइन गर्नु त पर्छ अप्ठ्यारो ठाउँमा पैसा फल्छ ल आज चाहिँ अब हामी यहाँ सल्लाह गर्दैछौँ सल्लाह गरेर सक्ने लाग्यो हामी साइडतिर लाग्नु लागेको छौँ हामी सबै यहाँ के हुँदैन चोट खाँदाखेरि चोट खाँदा के हुँदैन म चाहिँ खाँदैन होइन अब अरूले त खाँदा के भयो होइन म चाहिँ खाँदैन अब अरूले त खाँदैन त्यही हो म चाहिँ बियर खान्छु के हो बिडी भनेको यार बिडी भन्ने थाहै छैन त मलाई कुन बिडी कस्तो खालको नाम पनि हेर न अब मुकेश खैनी अरे यो कुन अरे दादागिरी अरे नाम पनि जे राख्ने चाहिँ त्यही त बिडी त अब पुष्पा राखेर राख्दा भयो होला नि पुष्पा सुपर पावर एउटा अनि यस्तै छ है जाडो छ लाग्छ होला मलाई थाहा छैन अब कहाँ हेर्नु जिरो हुन्छ भ्युज नै त्यतिकै त मैले हालिदिइरहेको मात्रै हो क्या है भाइरल त म भइहाल्छ नि अब एक दिनको कुरा हो फेसबुकमा छ त अब म भाइरल भयो भने चाहिँ मेरो यहाँ सबै छ एकाउन्टेन्टको यहाँ गार्डसार्डहरू सब मैले यहाँ प्लान गरिसकेको छु छिटो सेयर र फलो चाहिँ गरिदिनु पऱ्यो है नयाँ रसियन माल के भन्दैछ त्यही जुगाड भइहाल्छ त्यस्तै हो कामको कुरो भनेको अब बिहान कटिङ पैसा पनि दिँदैछ अनि बिहे गर भने केटीलाई केटाहरू नै छैन अरे सिङ्गल केटाहरू गयो भने फाइदा हुन्छ अनि हामी पैसा पनि हो र कुन देश रहेछ त्यस्तो बिहे गर्दाखेरि केटी पनि दिने पैसा पनि दिने अनि हामी के गर्दै बसेको त यहाँ जानुपर्छ नि सबैजना स्विडेन हो कि नर्वेमा पनि छ एउटा अनि अर्को यो युरोप कन्ट्री नै हो क्या यस्तै छ जिन्दगी चलिरहेको छ अहिले म साइडमा गएर अहिले सुन्नु फेरि सानो भिडियो जानु खोज्दैछ तर भिसा लाग्दैन अहिले हामी फेरि आइसकेको छौँ हिजोको ठाउँमा कामको लागि
घर धेरै अल्को भयो लिफ्ट राख्नु पर्थ्यो घरमा यार आज पनि मौसम चाहिँ हिजो जस्तो हो सेम ए जाडो छ हाम्रो ब्रान्ड न्यू भाइ ह्यान्डसम भाइ फिल्म सिल्ममा खेलाउने भयो मलाई कन्ट्याक्ट गर्दा हुन्छ है ह्यान्डसम छ यता हाम्रो यता सेक्युरिटी पनि छ पाउँछ फिल्ममा गुन्डाको रोल खाली छ भने भन्दा हुन्छ डाइरेक्टर साहबहरू को हुनुहुन्छ अब हिरो चाहियो भने चाहिँ अब होइन म पनि छु त्यही त र अब हामी लाग्नु लाग्छौँ क्याम्पतिर भाइले ल्याइदिएको छु मलाई चक्लेट तिमी खाँदैनौ खाँदैन ल उता देख्न सक्नुहुन्छ हाम्रो इटरीको चलपल यस्तै छ चलिरहेछ पुरा गाडी कुदिरहेछन् मान्छे हिँडिरहेछन् यत्रो मान्छे कता कता हिँडेको बिहान बिहानै के गरेर बाँचिरहेको छु मान्छे जस्तो लाग्छ है मलाई बेला बेला होइन के गरिरहेछन् कसरी खाइरहेछन् कसरी हुन्छ नि बसिरहेछन् त्यो सोध्छु क्या कहिले काहीँ अनि आफै यसो कल्पना गर्छु के कुराहरू गाह्रो छ जस्तो लाग्छ क्या त्यतिखेर मलाई ल यति भन्दै अब हामी कामतिर लाग्यो भरे बेलुका फेरि यत्तिकै हो फेरि अरू केही छैन भ्यू देखाउनु लागि अब केही छैन यहाँ भ्यू केही देखाउनु मैले अब यस्तै हो भरे बेलुका नै यस्तै हो क्यामेरा थोपडा अगाडि यसरी हुन्छ अनि बोलाइ मात्रै चढ्ने कुराहरू ल यति भन्दै मैले फोन यो भिडियोलाई यहीँनिर समाप्त भरे फेरि अर्को हुन्छ र अहिले चाहिँ हामी अब घरतर्फ लाग्दैछौँ दोकानतर्फ पसलतर्फ अब आज चाहिँ बाइकमा यसो समातेर गर्न मिल्दैन किनभने बाइक कुदाउने मैले नै आज दुईवटा बाइक लिएर आएको छु र भाइ पनि आइछ साथी पनि आइछ अब घरतिर पेगिरो हान्न लागेको हामीले दोकानतिर पेगिरो हान्न लागेको घरभन्दा आज पनि चोकको हालत त्यही छ अब गाडी प्याक काचा कुचुक झ्याक्दा कुचुक दिमाग खराब हुन्छ र पसलको दोकानमा गएर भेट्नुपर्छ ओके ल है त अहिले चाहिँ हामी दोकान आइसकेका छौँ म मेरो बड हाल्दैछु भित्र जाडो कति साह्रो बढेको आमा र आज चाहिँ हाम्रो यहाँ मङ्गलबार मस्त होटेल लागिरहेको छु होटेल लाइनमा चाहिँ हाम्रो चाहिँ दोकान होटेल लागिरहेको छ बिन्दास होटेल नो टियर नो फियर होटेल लागिरहेको छ के सामान के चाहियो भने कन्ट्याक्ट मी दिदा पनि कन्ट्याक्ट मी जाडो कस्तो बढ्यो यार अनि साँच्चै मैले के भन्नु थिएँ म यो ड्रिलको आज अनबक्सिङ गर्छु भनेर भन्दै थिएँ होइन अनबक्सिङमा के भन्नु अब ड्रिल हो चलिहाल्छ चल्नु त तर पनि यसको के भन्छ फिचर्स के फिचर्स दिएको रहेछ हाम्रो हेर्नु सक्नुहुन्छ खोल्दैछु अब खोले ल यो रहेको छ हाम्रो ड्रिल चाहिँ ड्रिल मेसिन यसको ब्याट्री रहेको छ यहाँ लेख्नु चाहिँ यहाँ अब 96 भोल्ट लेखेको छ तर यो अब चण्डी होला सायद के हो 96 नै हो कि यस्तो लगाएपछि ट्याक्कसँग लगाउँछु यो ड्रिलसँगै हामीले के पाउँछ त भन्ने कुरा अब ड्रिलसँगै हामीले पाउँछौँ यो तपाईँलाई थाहा छ के छ यो भनेको चाहिँ के हो भने तपाईँको यस्तो घुमाएर कुनामा नि चाहिँ कस्नु मिल्छ क्या यस्तो दरो चाहिँ कस्दैन रहेछ नर्मल चिजहरू जस्तै एल्युमिनियममा छेड्नु पऱ्यो भने हाम्रो जिप्सनतिर त्यस्तोमा चाहिँ काम लाग्दो रहेछ फलाम छेड्नु सक्दैन फेरि फलाम छेड्दाखेरि नि त्यसको यही बाङ्गिँदो रहेछ क्या अब कस्तो क्या होइन यही बाङ्गिँदो रहेछ क्या अब यस्तो राख नि अनि घुमाउँदाखेरि चाहिँ अब यही घुम्दिने क्या यस्तो त्यही भएर अहिले खासै काम त लाग्दैन कहिलेकै काम त झुक्कल पोहोर काम लाग्छ टक्क यस्तो छिराइदिने हो होइन यहाँ पकाउने
घुम्दैछ होइन यो खोला अनि यो मेसिनसँग हामीले के पाउँछौँ त भन्ने कुरा पनि अर्को त्यससँग हामीले पाउँछौँ एउटा चार्जर ब्याट्री चार्जर त्यसले चाहिँ हाम्रो ब्याट्रीलाई चार्ज हान्ने हो अनि हामीले पाउँछौँ योसँग हाम्रो यहाँ अरू के छ हाम्रो यहाँ बिटहरू छ धेरै बिटहरू छ 10 mm को 6 mm 4 mm प्लस बिट माइनस बिट हाम्रो स्टार बिटहरूदेखि लिएर प्रायः सबै नै पाइन्छ खुद्रा सामान भनेर अझै उयो छ तर ठिक छ सस्तो मस्तो माल हो क्या काम चलिहाल्छ हामीलाई अनि यसको ब्याकअप चाहिँ कति घन्टा भन्दैछ 2 घन्टा भन्दैछ ब्याकअप चाहिँ 2 घन्टा चाहिँ कसरी भन्दाखेरि यस्तोलाई अन गरेर चलाइरहेपछि चाहिँ 2 घन्टा चाहिँ चल्छ भन्ने कुरा हो उनीहरूको चाहिँ कम्पनीको चाहिँ त्यो छ कम्पनीले त्यो भनेको छ तर यसलाई अब मजाले चलाउनु पाएको छैन क्या मजाले चलाउनु पाएको छैन मजाले चलाइसकेपछि यसको कस्तो रहेछ त त्यो फेरि म भन्छु एकचोटि हेरिदिरहेको अरे क्या हेर्नेले मात्रै हेर्दैन नहेरेर त गइसक्यो होला कि अब हेर्ने जाँदैन कसले हेर्दैछ हेर्ने सायद अब एकदमै चिनेको मान्छे हुनुपर्छ नचिनेको हेर्दैन फोकटमा यसो के हेर्नु यसले मेसिन देखाउँछ फोकटमा यसले मेसिन देखायो के हेर्नु भन्छ नि त मान्छेहरूले त्यही भएर भने हो यस्तो उयो चाहिँ होइन के गर्नु त अब घरै जानु पर्ला जस्तो जाडो पनि छ अब गएर हल्का फ्रेस भइकन होइन अनि मलाई क्या पुरा मेरो अरू कुरा के छ भने मलाई पुरा यस्तो मोटायो भन्छ सबले क्या त्यही भएर अब जिम गर हल्का मेरो छालाभित्रको 6 प्याक ननिकाली भएको छैन होइन ओ भाइ हात नहुने यार के छ हाम्रो भाइ त फेरि है माल्टा कि कहाँ आयो है डेनमा कहाँ अरे तिमी कहाँ जाने अरे क्रोसिया हाम्रो क्रोसियन लाउरे फेरि यो भाइ चाहिँ आज कहाँ गर्नु चौकतिर भोलि पनि त्यहाँ जानु भाइहरू जिन्दगी यस्तो छ भाइ एकै ठाउँको काम गरौँ बिन्दास आज बिहान त आइपुगिरहेको थियो कि बिहान त आएको बिहान आएको यहाँ 6 बजी आइपुगेको थियो गरेर जानु मन लागेन भनिन तपाईँ अब के छ तिम्रो भन त इन्टरभ्यू लिन्छु भाइकोमा आज बस त बस मसला पिस्नु पर्ने थियो माथिमा रेडी गरेर भोलिदेखि जाने हो भोलिदेखि जाने भनेपछि के पो गर्ने हो तिमी अलिक गर्छौ भन्दाखेरि अब कन्टिन्यू गर्छौ यो विदेश के भयो विदेश नबोलाएको त म त्यो आज जाने फिक्सै भएको होइन उता अब मागेको त छैन त्यो पनि लगाइदिएछ अब लगाएर उता मागेपछि लगाइदिएपछि त्यसपछि बोलाउनु हुन्छ मेडिकल भन यार यो त दाइको भ्लग हो क्या अब भन हाँसौँ यार हाँस्ने हो बाँच्ने हो दिस इज लाइक दिस भनेर भन्नु क्या दाइ त्यस्तै लाइक दिस टाइपको भन त अलिक के अरे के भन्छ त्यसो गर्छ भन्नु होइन मैले अर्को मान्छे खोलेको थिएँ क्या त्यो भएर भनेको आज आयो पनि तिम्रो नम्बर पनि थिएन नि मसँग हुन थाहा छ तिमीलाई फोन बिग्रेर अनि यस्तो म पिसिदिन्छु क्या मसला हेर्ने गर्छु मसला पिसिदिन्छ अरे ऊ भाइले मासु छ क्या आज मासु भएपछि जोस जाँगर चलिहाल्छ क्या मै पकाइदिन्छु जस्तो भएको छ नि तिमीलाई मासु त आफै हो मासु आफै पकाइ त मलाई लगाउँछ मासु तिमीले अलिक मिठो पकाउँछ होला त्यही भएर लगाएको नि हो यस्तो छ नेपालमा चलिरहेछ के भन्नु भोलि कति राउन्ड हुन्छ भोलि त्यही त हाम्रो टाइम त्यो भाइलाई चाहिँ नआइज भन्नु बोलाउँछु नि त अर्को भाइले के अर्को पनि गर्नु पर्छ अर्को भाइ आएको त क्या आज आएको थियो अनि तिमी अस्ति कति पो आएको भाइ यहाँ लेख्नुपर्छ कति दिन पो आएनौ लेख्नुपर्छ 14 गते जस्तो 14 गते आएको होला म आइतबार दिन आएको त 14 गते कति गते हो कि अस्ति यहाँबाट गयो पनि त्यतिखेर हजुर त्यो कति गते भयो कति दिन भयो
गएको तिमी उयोदेखि गएको हो 8-9 दिन त भयो होला 9 दिन 10 दिन पुगिसक्यो ढट्टा पठाउनु पर्छ भाइको लागि यहाँ अब कति मौसम भाइ होइन 11 दिन त अस्ति गऱ्यो तिमीले हामीसँग हुँदाखेरि अनि भाइ पनि गइसकेको छ हाम्रो हिसाब किताब सब गऱ्यौँ है अघि हिसाब गर्नु थियो र मैले हल्का भिडियोलाई काटिदिएको भिडियोलाई त्यस्तो खानु म चाहिँ खाँदिनँ तिमी खाऊ न पैसा म दिइहाल्छु ल प्रायः छैन ऱ्यापमा भन्दैन खाली खल्ती हर पाइलामा गल्ती भने त्यस्तै छ क्या खाली खल्ती चाहिँ केही मिस्टेक गर्नु हुँदैन त्यतिखेर गाँड कुलेसी हातमा चुलेसी फेरि जाउँ लेकिन हुन्छ तिमी पनि घर छ म चलिदिन्छु ल आजलाई पनि यति नै अब केही छैन भन्नु त्यस्तो स्पेसल होइन गुड नाइट स्विट ड्रिम्स त्यही त हो कसले हेर्दैछ नहेरे पनि केही फरक पर्दैन अहिले पनि ड्याम टाइपको जाडो छ दामी तरिकाले टक्क सिरा कोडेर मजाले सुत्नु होला होइन अब बेक गर्नु भएको छ भने झन् राम्रो बेक गर्नु भएको छ भने चाहिँ डबल सिराक टक्क ओढेर सुत्नुपर्छ है बेक गर्नु भएको छ भने तातो भइहाल्छ अरे 2 जना सुतेपछि होइन ल गुड नाइट राख्दैको मैले आज यतिमै आजको डे पनि यत्तिकैलाई यहीँ इन्ड गरिदिउँ भोलि पनि फेरि भोलि के गर्नु यार भोलि नि यही त हो जस्तो रेगुलर डे टाइपको जस्तो गर्नु नयाँ स्पेसल गर्ने खाने केही छैन क्या गर्नु नयाँ स्पेसल गर्ने केही छैन तर कुनै दिन त हुन्छ नि त कहिले त म गर्छु स्पेसल त्यतिखेरको लागि चाहिँ पर्खेर बस्नु होला होइन यति भन्दै मैले बिदा मागेँ ल हस् त नमस्ते गुड बाई गुड नाइट